नमस्कार। आजको भिडियोमा हामी सुगर फ्री स्वीटनरको बारेमा कुरा गर्छौं। सुगर फ्री स्वीटनर हाम्रो खानाको अभिन्न अंग भइसकेको छ। खास गरी डायट सफ्ट ड्रिंकहरू जस्तो कि डायट पेप्सी, डायट कोक लगायतका चीजहरुमा सुगर फ्री स्वीटनरको प्रयोग हुन्छ। त्यति मात्रै नभएर हामीले खाने पेस्ट्री, केक लगायतका चीजहरू अनि बिस्किट्स, कुकीजहरुमा पनि सुगर फ्री स्वीटनर हालेको हुन्छ। त्यो मात्रै नभएर हामीले चिया कफीमा पनि सुगर फ्री स्वीटनरको प्रयोग गरिरहेकै हुन्छौं। सुगर फ्री स्वीटनर चाहिँ हाम्रो जीवनको अभिन्न अंग भइसक्दाखेरि पनि यसको बारेमा हामीलाई कतिपय कुरा थाहा नहुन पनि सक्छ। यसले हाम्रो शरीरमा कस्तो खालको फाइदा अथवा बेफाइदा गर्छ त्यसबारेमा आजको भिडियोमा हामी कुरा गर्छौं। मेरो नाम डाक्टर खगेन्द्र दाहाल हो। म इन्टरभेन्सनल कार्डियोलोजिस्ट हुँ। हामीले खाने चिनी चाहिँ वनस्पतिबाट आउँछ, जस्तो कि उखु र सुगर बीट भनिने वनस्पतिबाट चिनी उत्पादन हुन्छ भन्ने बारेमा मैले पहिले नै अर्को एउटा भिडियोमा बताइसकेको छु। तर सुगर फ्री स्वीटनर चाहिँ विभिन्न तरिकाले उत्पादन हुन्छ। सुगर फ्री स्वीटनरहरू धेरैजसो कृत्रिम अथवा सिन्थेटिक हुन्छन्, जस्तो कि एस्पार्टेम जुन चाहिँ डायट ड्रिंकहरुमा हालेको हुन्छ, डायट पेप्सी, डायट कोक लगायतका ड्रिंकहरुमा त्यो हालेको हुन्छ भने एसल्फेम पोटासियम भन्ने एउटा तत्व हुन्छ, त्यो चाहिँ सुगर फ्री पेप्सी, सुगर फ्री कोक लगायतका ड्रिंकहरुमा त्यो हालेको हुन्छ। अनि त्यस्तै गरेर स्टेभिया भन्ने एउटा प्लान्ट हुन्छ, वनस्पति हुन्छ र त्यो वनस्पतिबाट स्टेभिया नै नाम गरेको सुगर फ्री स्वीटनरको उत्पादन हुन्छ। अनि तेस्रो वर्गमा चाहिँ सुगर अल्कोहल भनिन्छ त्यसलाई, जस्तो कि इरिथ्रिटियोल अथवा सोर्बिटोल पनि भनिन्छ। त्यो खास गरी हामीले खाने च्युइङ गमहरुमा मिसाइएको हुन्छ। त्यसले गर्दाखेरि च्युइङ गमको स्वाद गुलियो हुने हुन्छ र त्यसमा थोरै मात्रामा क्यालोरी पनि हुन्छ। पहिलो कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि सुगर फ्री स्वीटनरका केही फाइदाहरू चाहिँ अवश्य छन्। जस्तै कोही मान्छेलाई वेटको समस्या भइरहेको छ, वेट बढिरहेको छ, वेट घटाउन समस्या भइरहेछ भने यदि त्यस्तो व्यक्तिहरूले सुगर फ्री स्वीटनरको प्रयोग गर्यो भने वेट घटाउन भने अवश्य त्यसले सहयोग गर्छ। त्यस्तै गरेर कतिपय मान्छेहरूलाई चाहिँ डायबिटिज कन्ट्रोल गर्न समस्या भइरहेको मान्छेहरूलाई केही समयको लागि चाहिँ अब सुगर फ्री स्वीटनरको प्रयोग गर्यो भने क्यालोरी कम हुने भएको भएर डायबिटिज कन्ट्रोलमा पनि सहयोग हुन सक्छ। त्यो मात्रै नभएर सुगर जुन चिनी हुन्छ, चिनीले चाहिँ हाम्रो दाँतमा एकदमै असर गर्छ भन्ने कुरा हामीलाई थाहा छ, तर सुगर फ्री स्वीटनरले चाहिँ दाँतमा केही पनि असर गर्दैन। त्यसैले दाँत खिइने, दाँतमा किरा लाग्ने समस्या यसबाट हुँदैन। अब फाइदा त यो रहेछन् भने बेफाइदा के छन् त? सुगर फ्री स्वीटनरहरुको धेरै बेफाइदाहरू पनि छन्। ती बेफाइदाहरूको कुरा गर्दाखेरि सबैभन्दा पहिलो हामीले के बुझ्नुपर्छ भने सुगर फ्री स्वीटनरहरू कतिपयले पेटलाई खराब गर्न सक्छ, पेटको खराबी गर्न सक्छ, जस्तो कि पेट ढुस्स हुने, पेटमा ब्लोटिङ हुने, डायरिया हुने लगायतका कुराहरू गर्न सक्छ। त्यो भयो नम्बर 1। नम्बर 2 मा कतिपय आर्टिफिशियल स्वीटनरहरू अथवा सुगर फ्री स्वीटनरहरूले हाम्रो पेटको ब्याक्टेरियालाई हानि गर्न सक्छ भनेर विभिन्न अध्ययनले देखाएको छ। त्यसलाई माइक्रोबायोटा पनि भनिन्छ। हाम्रो शरीरको पेटमा चाहिँ विभिन्न प्रकारको स्वस्थकर ब्याक्टेरियाहरू हुन्छ जुन चाहिँ हाम्रो शरीरलाई अत्यावश्यक हुन्छ। हाम्रो शरीरको पाचनको लागि अथवा विभिन्न क्रियाकलापको लागि हाम्रो पेटबाट ब्रेनलाई सिग्नल पठाउनको लागि त्यो एकदमै महत्त्वपूर्ण हुन्छ भने सुगर फ्री स्वीटनरहरूले त्यसको संरचनामा अलिकति बिगार गर्ने भनेर विभिन्न अध्ययनले देखाएको छ। त्यस्तै गरेर सुगर फ्री स्वीटनरहरूले चाहिँ विभिन्न मुटुको रोग गर्न सक्छ भनेर अध्ययनले देखाएको छ। अनि नम्बर 4 मा चाहिँ सुगर फ्री स्वीटनर, कतिपय सुगर फ्री स्वीटनरले क्यान्सर पनि गर्न सक्छ भनेर मुसामा गरिएको अध्ययनमा पत्ता लागेको थियो। त्यो मानिसमा गरिएको अध्ययन चाहिँ होइन, तर मुसा र मानिस दुईटै म्यामल अथवा स्तनधारी जनावर भएको भएर मुसामा गर्दाखेरि मान्छेमा पनि गर्न सक्छ कि भन्ने आशंकाले गर्दाखेरि कतिपय सुगर फ्री स्वीटनरमा चाहिँ एउटा लेबलिङ पनि गरेको हुन्छ, त्यसले मुसामा क्यान्सर गरेको पत्ता लागेको थियो भनेर। त्यो चाहिँ धेरै खाँदाखेरि भएको कुरा हो, धेरै मुसालाई धेरै सुगर फ्री स्वीटनर दिँदाखेरि त्यो भएको थियो। त्यसले हामीले यस सम्बन्धी कुरा बुझ्दाखेरि के बुझ्नुपर्छ भन्दाखेरि सुगर फ्री स्वीटनरको बारेमा धेरै अध्ययनहरू भएका छन्। खास गरी हामीले एउटा 2022 मा वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO ले गरेको ठुलो अध्ययन थियो। त्यसमा चाहिँ दुई फ्री स्वीटनरको बारेमा भएका 283 वटा अध्ययनलाई उनीहरूले संश्लेषण गरेर एउटा ठुलो अध्ययन गरेका थिए। त्यो अध्ययनले के देखायो भन्दाखेरि सुगर फ्री स्वीटनर खाने मानिसहरूलाई
फाइदा भनेको चाहिँ वेट लस गर्न चाहिँ डेफिनेटली यसले सहयोग गर्यो, वेट घटाउँदो रहेछ। तर वेट घटाएसँगै त्यसले डायबिटिजको रिस्क पनि बढाउँदो रहेछ, उच्च रक्तचापको समस्या पनि बढाउँदो रहेछ, मुटुमा रोग लाग्ने सम्भावना पनि बढाउँदो रहेछ, स्ट्रोकको सम्भावना पनि बढाउँदो रहेछ, मुटुबाट हुने मृत्युको सम्भावना पनि बढाउँदो रहेछ र त्यसै गरी मृत्यु हुने सम्भावना पनि बढाउँदो रहेछ भनेर त्यो अध्ययनले पत्ता लगाएको थियो। त्यस्तै गरेर 2022मै ब्रिटिस मेडिकल जर्नल भनिने विश्वविख्यात मेडिकल जर्नलमा एउटा शोध पत्र प्रकाशित भएको थियो र त्यो शोध प्रकाशन गरेका थिए फ्रेन्च शोधकर्ताहरूले। भन्दाखेरि 1 लाख जनामा गरिएको त्यो अध्ययनले के देखायो भन्दाखेरि सुगर फ्री स्विटनरहरू प्रयोग गर्ने मान्छेलाई मुटुको रोगको सम्भावना धेरै हुँदो रहेछ, त्यस्तै गरेर मस्तिष्कको रोगको सम्भावना पनि धेरै हुँदो रहेछ भने रक्तनलीको रोग लाग्ने सम्भावना पनि धेरै हुँदो रहेछ र त्यो अध्ययनले देखाएको थियो। यसबाट हामी के बुझ्छौँ भन्दाखेरि सुगर फ्री स्विटनरको केही फाइदाहरू चाहिँ अवश्य छन्, तर त्यो फाइदालाई यसको नकारात्मक कुराहरूले बढी जितेको जस्तो महसुस हुन्छ। त्यसले गर्दाखेरि अब हामीले सुगर फ्री स्विटनरहरू हामीले खानुपर्छ, डायट कोक, डायट पेप्सी अनि त्यस्तै जिरो सुगर ड्रिङ्कहरू खानुपर्ने हुन्छ अथवा कोक पेस्ट्री खाँदाखेरि त्यस्तो खानुपर्छ भने एकदमै मिनिमम अथवा मोडरेट अमाउन्टमा खानुपर्ने हुन्छ, धेरै खानु चाहिँ हुँदैन भन्ने कुरा हामीले यसबाट बुझ्न सक्छौँ। तपाईँलाई यो भिडियो मन पऱ्यो भने यसलाई लाइक गर्नुहोला र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला।